नमस्ते सबैजनालाई म फेरि कान्छी छोरी आज अन्डा र आलुको तरकारी बनाएर देखाउनेछौँ। अब चाहिँ हामीले आलु र अन्डा उसिनिन लागेको। अन्डा र आलु उसिनिसकेपछि यस्तो भयो। यस्तो भइसकेपछि हामीले छिलेर कराई बसाल्यौँ। कराई बसालेपछि तेल हाल्यौँ। तेल हालिसकेपछि चाहिँ तेललाई चाहिँ तताउनको लागि छोड्यौँ। तताएपछि अन्डा फ्राई गऱ्यौँ। सुरुमा अन्डा चाहिँ यसरी फ्राई गऱ्यो भने चाहिँ मिठो टेक्स्चर आउँछ अरे, त्यही भएर अन्डा फ्राई गऱ्यौँ यसरी नै। अनि अन्डा फ्राई गरिसकेपछि चाहिँ अन्डा झिकिसकेपछि चाहिँ अब प्याज हाल्यौँ। प्याज हालेपछि प्याजलाई परपरी रातो हुने गरी भुट्ने। रातो हुने गरी भुटेपछि चाहिँ अनि त्यसपछि हामीले चाहिँ गार्लिक हाल्नेछौँ। लसुनको पेस्ट होइन, लसुनलाई चाहिँ डाइस बनाएर लसुन हाल्नेछौँ। लसुन हालिसकेपछि चाहिँ बेसार, धुलो खुर्सानी, धुलो जिरा अनि नुन सबै हालिसकेपछि चाहिँ यसलाई मिक्स गर्नेछौँ। एकछिन मसलालाई पकाउनेछौँ। मसलालाई मजाले घोलेर पकाउनेछौँ। पकाइसकेपछि टमाटर हाल्नेछौँ। टमाटर हालिसकेपछि टमाटर मसला प्याजलाई चाहिँ मजाले पकाउनेछौँ। त्यसपछि चाहिँ हामी आलु हाल्नेछौँ। अनि आलु हालिसक्यो। हालिसकेपछि पानी हालेर आलुलाई एकचोटि उमाल्ने। आलुलाई उमालिसकेपछि अन्डा हालिदिने। आलुमा अन्डा हालिसकेपछि दुइटालाई उमाल्ने। अनि दुइटालाई उमालिसकेपछि अनि आलु अन्डाको तरकारी इज रेडी। हजुरहरूलाई मन परेमा लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गरिदिनु होला। धन्यवाद।